ल यो चाहिँ मेरो सेकेन्ड भ्लग हो। म अब बाइक निकाल्दैछु होइन, ट्याक्कसँगले काममा त जानु पर्यो। तपाईँहरूलाई बाहिर निकाल्छु, देखाउँछु म। अब काममा निस्किनुपर्ने हुन्छ। नाम सम्झौ है? ल पछि भने कल गर्छु नि त भोलि। आफ्टर लङ टाइम 2 वर्षपछि है तिम्रो च्यानल हेरेर सर्च गरेर भेटाएन। साथीको याङको आइसक्यो यहाँ होइन। ल राम्रोसँग है त। ल अब हामी कहाँ जाँदैछौँ दोस्त भन् त। ल को जानु लागेको हामी? म चाहिँ याङ्गोबाट लुबुतिर लाग्यो है केटाहरु। कति अरे रेट? 83। यस्तो लास्ट त्यो याङ्गोले डुबाइसकेको छ हेरा दोस्त हामीलाई। कसो ल दोस्त, ल शुभयात्रा। भेट्दै गर न यार, तिमी त बोल्दै बोल्दैन यार। नम्बर मैले अघि सेभ गरिराखेको छ। ल ल अब हामी पनि लाग्दिएको। ल ल बाई बाई। आज इन्टरभ्यूमा यही हो दोस्त, हेर त। के भयो त साथी? के तल अर्कोचोटि मान्छेले चिन्दैनन् के को हो भनेर। जाम अस्ति छ। किसान कस्तो फिल भइरहेछ तँलाई होस्टेलभित्र छिरेर? आफ्टर लङ टाइम हो। हरिओम। हेलो हेलो। ओ जस्तो पहिला त्यस्तै भएर बसेको छ यो मान्छे, यस्तो सुतेर। के हो तपाईँ? ए बिहान सुतेको थियो। यता 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 नगर चल्न भन्ने सुते। के छ आजकल? के पढिरह हो? कुन सेम हो अहिले? कुन सेम हो? होइन अहिले कति कुन सेम पुगिसक्यो भने? थर्ड इयरको फाइनल हो। फाइनल हो? कस्तो पढाइ कस्तो भइरहेछ? ठिकै हो? ल ठिक छ। अब त्यो पछि प्लान के छ त अनि? विदेश जाने काम। विदेश जाने हो? ए बौला न यो चाहिँ के अरे मेरो रुम पार्टनर हो है पहिलाको। दुइटैले त्यही नम्बर। यो चाहिँ हाम्रो पहिला कसको रुम अरे? शिवकोटीको होइन? ल शिवकोटी, वी मिस यु ब्रो। ट्याक्कसँगले यहाँबाट बाहिर पनि देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो एकदम यो साथी धेरै सुत्यो होइन, यसले होलो गरिदियो नि होइन। त्यो बेला त खत्रै मजा आयो थियो पहिला होस्टेल बस्न। मेरो रुम पार्टनर फाइनली आइस भाइलाई पनि भेटियो राम्रोसँग है त। ल अब हामी निस्किनुपर्छ। भाइ पनि त्यहाँ पुगेछ। ल ल भाइ ल दोस्रो भ्लगमा। ग्यास पेन भर्ना खुलिसक्यो होइन सन्दीप? अरू भन्दा नि बाहिर
हामी साथीको घर साथीलाई पुऱ्याउन गइरहेका छौँ होइन। भोलि के छ तेरो भोलि भेट्ने होइन ठिक छ भोलि हो र के छ सारा भइहाल्छ त्यो चाहिँ गर्दा हुन्छ गोप्रो किनेर होइन बनाइन्छ ल दोस्त ल रामसँग ल ल दोस्त ल बाई 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 ल साथी गयो है घरतिर अब म राइटतिर चल्छु यसो हेर्नु पऱ्यो ल फाइनल्ली घर आइपुग्यो होइन आजको भ्लग चाहिँ यति नै भोलि भेटौँला गाइस सी यु इन नेक्स्ट भ्लग